माननीय सदस्य अनिता देवी। सम्मानीय सभामुख महोदय, सम्मानित अदालतको निर्णयलाई स्थानीय तहका जनप्रतिनिधिले व्यवस्था गरिरहेको हामीले अहिले सोशल मिडियामा छपछपी पाएका छौँ। धनुषा जिल्लाको विदेश नगरपालिका मेयरको छोराबाट कुटाई खाएको, मेयरबाट गोली हान्ने धम्की पाएको तथा उच्च अदालत जनकपुरबाट प्रमुख प्रशासकीय अधिकृतकै हैसियतमा माघ 13 गतेसम्म काम गर्ने फैसला भए पनि विदेश नगरपालिकाका धनुषाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार शाहले अहिलेसम्म काम गर्ने वातावरण पाएका छैनन्। त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै कार्यान्वयन होस् भन्ने सम्बन्धित निकायलाई जानकारी गराउन चाहन्छु। त्यस्तै पछिल्लो केही दिनदेखि यता पाथिभरा क्षेत्रमा भएको विवादलाई स्थानीयले राज्यले आतंकको संज्ञा दिएका छन्। स्थानीय जनताले उक्त क्षेत्रमा केबल कार बन्न हुँदैन भनेर स्थानीय जनताको सहमति बिना जबरजस्ती परियोजना अघि बढाउन खोजिएकोमा मुक्लुङ अहिले तनावग्रस्त बनेको छ। त्यसैले स्थानीय जनतासँग समन्वय गरेर सहज वातावरण बनाउन सम्बन्धित निकायलाई सरकारलाई अनुरोध गर्न चाहन्छौँ। धन्यवाद।